छोरी खबर लागि नै यही हो सुनो बारी बोकी छोड्न आनन्द मेरा हिमाल परी यही गरौँ भनिया छेवारी हेर्नु त क्या पुरै सेतै छ त यार। हिउँको बाटो भने यही हो सर हिउँको बाटो हेर्नु अरे 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 झन् यही माथि गाडी हिँडेर झन् खतम भएर रहेछ के पुरा सिसा जस्तो छ बाटो पनि गाउँमा त परेर उता घाम लाग्छ नि त सर। अगाडि ओहो नि 1 घन्टा होइन हामीलाई त 2 घन्टा लाग्छ यार यसरी जानु आउनु जान आउन 2 घन्टा अनि जान 2 घन्टा 4 घन्टा भयो। अनि 4 घन्टामा त फेरि घाम पनि गइहाल्ला। गइहाल्छ नि हेर्नु यहाँ ठाउँ उरुरुरु। यहाँको मान्छेलाई कति गाह्रो हुन्छ होला है हिउँ भयो भने त। अनि अहिले त के छ र अहिले त 1 दिन मात्र पराखा होइन पहिला जस्तो मान्छेहरूलाई मात्रै हो क्या रमाइलो भने यसो हो हिउँ पऱ्यो खेल्न जाउँ हेर्न जाउँ भन्ने पाहाडमा बस्ने मान्छेलाई त कति गाह्रो छ कति गाह्रो छ हेर्नु त उरुरु एकछिन